Hello everyone, welcome in my first vlog. तपाईहरुलाई स्वागत छ मेरो फर्स्ट भ्लगमा। अनि मेरो नाम चाहिँ अनुषा यादव हो। अहिले मलाई सन्चो छैन, त्यही भएर मेरो आवाजमा नजानु होला, किनभने अहिले मेरो आवाज अलि भारी टाइपको आको होला। अनि मेरो नाम चाहिँ अनुषा यादव हो। म चाहिँ नेपालबाटै भ्लग्स गर्छु। अनि अहिले चाहिँ म बस्ने भनेको जनकपुरमा हो। स्टडी गर्नको लागि म यहाँ आएको छु, तर घर चाहिँ मेरो महोत्तरीमा घोसला रामनगर 1 महोत्तरीमा पर्छ। अनि जनकपुरमा चाहिँ म अहिले स्टडी एचए गर्दैछु, एचएको तयारी गर्दैछु। थर्ड इयरमा छु अहिले चाहिँ। थर्ड इयरको अब एक्जाम हुनेवाला छ, यो साउन भदौतिर हुन्छ। त अहिले त्यसैको तयारी गर्दैछु। अनि अहिले पढाइ हुँदैछ, लास्ट अन्तिमतिर आइसकेको छ। अनि युट्युबमा आउनु म धेरै पहिलेदेखि सोचिरहेको थिएँ। योभन्दा अगाडि पनि धेरैवटा च्यानल बनाएको चाहिँ, अरूमा चाहिँ हिन्दीहरूमा भ्लग बनाउँथेँ। अनि एक दुईवटा भिडियो बनाएँ, त्यसपछि डिलिट त होइन, मतलब छोडिदिन्थेँ, त्यति कन्सिस्टेन्सी थिएन। अनि अहिले चाहिँ मलाई सन्चो छैन, त्यही भएर अलि राम्ररी त भिडियो राम्रो लङ हुँदैन है। अनि त्यही हो, म चाहिँ सोचिरहेको थिएँ, भएर सोचेको कि यो नेपालीमा हिन्दीमा अलिक गाह्रो पनि भयो बनाउन लागि, अलि बोल्न अप्ठ्यारो भयो। अनि त्यसपछि त्यति त के भन्नु, त्यही भएर सोचेको कि नेपालीमा नै बनाऊ, नेपालीमा बोल्न पनि आउँछ। अनि पुरा फ्र्याङ्कली जे हुन्छ त्यो म सेयर गर्छु। अनि क्रेजी लाइफ मतलब हेर्न सक्नुहुन्छ तपाईँ यो भिडियोहरूमा, मेरो आउँछ यस्तो क्रेजी लाइफ मेरो छ भनेपछि। त्यो कस्तो क्रेजी लाइफ छ, कस्तो क्रेजी लाइफ सो छ, च्यानलको नाम राखेको छु। त्यही भएर त हेर्नु सक्नुहुनेछ। त म कुनै यसमा एडिट गर्दिनँ, जे छ पुरा फ्र्याङ्कली जे बोल्छु डाइरेक्ट हाल्ने हो। जस्तो छु त्यो पुरा क्लियरली आप सबैको माझ आउनेछ। अनि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु, नराम्रो लागेपछि पनि कमेन्ट गरिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, च्यानललाई सपोर्ट गर्नु। अनि अरू भिडियो आउनेवाला छ रेगुलर। म सोचिरहेको छु कि म पुरै रेगुलर भिडियो राखौँ जस्तो सुकै, भनेपछि मतलब कि के गर्छु लाइफमा डेली भ्लग्स अपलोड गरौँ। सो आजदेखि मेरो डेली भ्लग आउनेवाला छ, और यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेवाला छ। सो म यति भन्दिनँ, अरू यति नै मतलब कि आजको भिडियोमा यति नै छ। भेटौँला अर्को नेक्स्ट भिडियोमा। भन्न लागि धेरै कुरा छ, बिस्तारै तपाईँहरूसँग सेयर गर्नेवाली छु। अनि अहिले त फर्स्ट भ्लग छ, सो सर्ट एन्ड स्विट बनाउने कोसिसमा थिएँ। अब कस्तो लाग्यो तपाईँहरू त कमेन्टमा भनिदिनु होला। अनि थ्याङ्क यू।